सम्पूर्णमा नमस्कार। मेरो नाम कृष्ण डोटेल हो। मैले भिडियो त गराउँछु, तर कतिले चिन्नुहुन्न होला म को हो भनेर। म एउटा जेन्जी हो र मलाई यो देशको माया छ। म सम्पूर्ण देशवासीहरूलाई भन्न चाहन्छु, हिजो भएको वार्ता हाम्रो रवि लामिछानेज्यू र बालेन शाहको बीच भएको छ। त्यो वार्तामा स्पष्ट छ कि अब हुने भनेको प्रधानमन्त्री हाम्रो बालेन शाहज्यू नै हुनुहुन्छ। सम्पूर्ण आमा बाबा, दिदी बहिनी, दाइ भाइ सबलाई म आह्वान गर्न चाहन्छु, यो चुनावमा हामीले परिवर्तन गर्नै पर्छ। जेन्जी साथीहरू अब उठ्नै पर्छ। हामीले ठाउँ ठाउँमा सुझाव दिनै पर्छ, सबैलाई भन्नै पर्छ। यो चुनावमा हामीले हाम्रो अमूल्य मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्छ। र हिजो हेर्नुभयो होला हजुरले, हाम्रो बालेन शाह र रवि लामिछानेज्यू हात हल्लाउँदै मुस्कुराउँदै हिँड्नु भएको गाडीमा हामीले स्पष्ट रूपमा देख्न सक्छौँ। अब हुने भनेको प्रधानमन्त्री हाम्रो बालेन शाह हो। रवि लामिछानेज्यूको केसले गर्दा उहाँ चाहिँ मन्त्री या गृहमन्त्री या कुनै संसद पद चाहिँ लिन मिल्दैन, तर चुनावमा उठ्न मिल्छ। त्यसैले हामीले यो देशलाई परिवर्तन गर्ने हो, यो देशलाई एउटा नयाँ बाटो र नयाँ गन्तव्यमा लैजाने हो भने यो परिवर्तन हामीले गर्नै पर्छ। अब एमाले, काङ्ग्रेस, माओवादी भनेर हुन्न हामीहरू। अब सचेत भयौँ, यो देशलाई माया गरौँ। कति पछाडि पर्ने हामी सधैँ अरू देशको कम्पेरिजनमा। त्यही भएर सम्पूर्ण देशवासी तथा मेरो आमा बाबा तथा मेरो दिदीभाइ सम्पूर्णलाई भन्न चाहन्छु, अब हामी राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिनै पर्छ। यो चुनावमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनै पर्छ र हामीले यो सरकार रासोपाको गराएर नयाँ बिहानी देख्न सक्छौँ। त्यसैले म सम्पूर्ण हामी नेपाली दाजुभाइ दिदीबहिनी सबलाई आह्वान गर्न चाहन्छु, अब सचेत भयौँ, अब बुझ्ने भयौँ, देशलाई माया गरौँ। जय नेपाल, जय राष्ट्रवाद, जय रासोपा।